ल सम्पूर्ण मेरा प्यारा प्यारा मित्रहरुमा नमस्कार भन्न चाहे म। आज छु म आफ्नै यो बारीमा। यो चाहिँ अनारको बोटा हामीले ल्याएर लगाएको करिब करिब 1 वर्ष भयो। 1 वर्षमा अनारले चाहिँ आफ्नो उत्पादन देखायो। यो दानाहरु लागिरहेछ, यो मजाको दाना छ। दाना देखाउन तल आखिर गरे भने जे पनि हुँदो रहेछ भन्ने कुरा बुझियो। तपाईहरु पनि खाली समय नबस्नु होला। आफूले सके जति आफ्नो जग्गा जमिनमा जति सकिन्छ थोरै धेरै केही न केही काम गरेर खानुस्। मागेर खानु भन्दा गरेर खाँदा नै राम्रो हुन्छ। त्यसैले त हामी अब काम गरिरहेछौं। हेर्नुस् त कस्तो राम्रो छ। 1 वर्षको बोटाले अनारको दाना दियो। तपाईहरु पनि अनार लगाउनुस्, आँप लगाउनुस्, लिची लगाउनुस्। मागेर नखानुस्, काम गरेर खानुस्। यसैमा सबैको भलो हुनेवाला छ। धन्यवाद।